Oh my god! What? Oh my god! डर त लाग्दो रहेछ हौ। Oh my god! अहिले छु म यहाँ गोकर्णको टपमा, किनभने कहानी केही यस्तो छ कि आजभन्दा केही समय अगाडि यानि कि साइकल किनेको केही दिनमा म राइड गर्न आएको थिएँ फर्स्ट टाइम यतातिर, र तलपट्टि सिटी देखेर मैले त्यहाँ भिडियो बनाएँ अनि त्यहाँ मैले राइड गरेँ। तर त्यहाँ मैले सफलतापूर्वक सकिनँ, 2 चोटि 3 चोटि लडेँ। तर त्यो यत्तिकै मेमोरीको लागि फेसबुकमा अपलोड गरेको थिएँ, जुन चाहिँ मेरो अहिलेसम्मकै मोस्ट पपुलर भिडियो यानि कि 1K लाइकका साथमा रहेको छ। र आज चाहिँ केही समयपछि हल्का प्र्याक्टिस गरेर केही गरेर म यहाँ आइसकेको छु फेरि पनि यो टपमा। थ्याङ्क यू फर दिस मोबाइल, यो केशव चौलागाईको, किनभने मेरो मोबाइल वाइड एङ्गल खिच्दैन। सो आज चाहिँ यो सबै माथि टपबाटै सबै तल गोकर्णको तलै पुग्ने भनेर आएको छु। अनि त्यसपछि अस्तिको भिडियोमा धेरैले कमेन्ट गर्नुभएको थियो कि यसको सिट अग्लो भयो, सो आज मैले सिट पनि डाउन गरिदिएँ। थ्याङ्क्स फर दिस सजेसन। अनि त्यसपछि ह्यान्डल छोटो भयो भन्नुभएको थियो, ह्यान्डल म केही दिनमा अपडेट गर्नेछु। अब राइड सुरु गरिदिउँ, कमन। साथै म तल झर्नुभन्दा पहिला तपाईँ यदि प्याङ बाइकमा गएर यानि कि प्याङ कस्टमको बाइक लिन चाहनुहुन्छ भने यहाँ दिएको एउटा पुर्मुको डाउला त्यो कोड लिएर जानुभयो भने अभियसली तपाईँलाई त्यहाँ गयो भन्दा केही पर्सेन्ट डिस्काउन्ट अभियसली हुने नै छ। यो रहेछ प्याङ बाइकको साइकलको स्टोर। अब म के गर्न आएको छु भन्दाखेरि म चाहिँ लागेँ माथि टपबाटै एन्ड ह्यान्डल यहाँबाट सिटी छैन, यहाँबाट अलिकति सिटीहरू छ। बोलेको यहाँबाट मेरो त अलि स्टार्टिङ आज चाहिँ Oh my god. What? Oh my god. सुरुमै अब्बो दुखाइदियो कसम। के सही टाइममा आइरहेको थियो तर के पो भयो, यति कमको सिटीमा पनि सुरुमै अलिकति त्यस्तो जग्गा भएन, अलिकति खै अनकन्ट्रोल भयो। मैले पन्जा चाहिँ निकालिदिएँ, हात कस्तो चिप्ले जस्तो लाग्यो। अब चाहिँ अलिकति राइट बबाल हान्नुपर्छ। अघिको यो के भइरहेको थियो। ओ माई गॉड, के यो ह्यान्डल चाहिँ अति छोटो भयो जस्तो लागिरहेछ अहिले चाहिँ। तर यहाँ चाहिँ मलाई लाग्छ सिडी सोलोमा दिउँ, सोलो एकदमै हार्ड छ। यो त अति डाउन छ, डर लागिसक्यो यहीँ। ओ दिदी म त सक्दैन भाइ, यो त तलबाट लिन्छु। यहाँ त अति डाउन छ, यहाँ त सिधै जान्छ होला सायद। सकिन्थ्यो कि, तर पनि अति नगरौँ। फर्स्ट टाइम मै लास्ट टाइम होला फेरि। बरु यहाँबाट चाहिँ ट्राई गरिदिउँ। सबै ठिक छ, तर चेन अलि धेरै ट्याङ आवाज आइरहेको छ आज, खै किन हो, आई डोन्ट नो। बट यहाँ चाहिँ अब अस्ति चाहिँ म लडेको ठाउँ चाहिँ यही हो, तर आज चाहिँ यहाँ दुईवटा एङ्गल लिन्छु म। किनभने अस्तिको लडेको अस्तिको दुईवटा एङ्गलबाट खिचेको भए राम्रो आउँथ्यो, तर आज चाहिँ लडे पनि यहाँतिरबाट आउनु। जुमसुम केही पनि नगर्नु होला, मलाई फ्रेमको बिचमा पारेर यत्तिकै गरेर म यहाँबाट आयो भने सर तल पनि म जहाँ गएँ त्यही देखाइदिनु होला है तलसम्म।
सफल होस् आज चाहिँ, नलडोस्, धेरै मान्छेले हेरेर खानु फेरि बेइज्जत होला। खै एकछिन म तल गइदिन्छु है। ओ माई गॉड, धन्नले बच्चो बा। वाउ, वाटो वाटो, ओ माई गॉड, डर त लाग्दो रहेछ हौ। ओ माई गॉड, ओ भाइ अबे पहिला माथि फोन ल्याइहालौँ। सक्यो आज चाहिँ। अस्ति चाहिँ म लडेको थिएँ क्या, धेरैले बिल्ला हान्यो नि त्यो कमेन्टमा चाहिँ। आज सकियो। थ्याङ्क यू फर दाइ भिडियोको लागि। एन्ड मेरो क्याप यहाँ छ। उफ, 2 चोटि पाइडल फुत्क्यो तर पनि सकेको छु भनौँ न त। अझै फेरि भर्खर 1 महिना पनि भएको छैन मैले साइकल लिएको। तर यो चाहिँ धेरै हो भन्नुपर्छ। धेरैले भन्नुभएको थियो कि राजकुमार थापा मगरको भिडियो हेरेपछि यस्तै हुन्छ के भन्नुभएको थियो, बट त्यो होइन। केही भिडियो बवाल आउनेछ, तर तपाईँले फलो चाहिँ गर्नु होइन। त्यो कमेन्ट हतार गरिदिनु होला, भिडियो सेयर गरिदिनु होला। यस्तो गर्नुपर्छ रहेछ। अब चाहिँ कुदाउनु पर्छ स्वादको लागि चाहिँ ढग्लो मजा पनि आउँछ। अग्लो एउटा ह्यान्डल छोटोको फिचर यो छ कि अलिकति मसिनो बाटोमा लिन सकिन्छ। साथै भिडियोको लास्टमा म के एडभाइस दिन चाहन्छु भने बिगिनरहरूलाई डाउनहिल यानि कि सिटीमा झार्न मन छ भने, हुन त म पनि बिगिनर नै हो, तर मैले यहाँसम्म सिकेको कुरा भनेको अलिकति सस्पेन्सन हाम्रो हुन पऱ्यो। अलिकति भए पुग्छ, धेरै परेन। अनि त्यसपछि आफूसँग कन्फिडेन्स चाहिँ फुल हुनु पऱ्यो। कन्फिडेन्स भएन भने लास्ट झर्दो रहेछ तल, यानि कि खस्दो रहेछ, लोड्दो रहेछ, चोट पनि लाग्दो रहेछ। अरू कुरा भनेको ह्यान्डल अलिकति लङ भएपछि सजिलो हुँदो रहेछ। अनि त्यसपछि सिट तल गर्नु पऱ्यो। यो सबै केही आफै केही अरूबाट सिकेको कुरा हो। सो द्याट्स इट। थ्याङ्क्स फर वाचिङ माई भिडियो। प्रमो कोड दिएकै छु, साइकल लिनु होला। बाँकी नेक्स्ट भिडियोमा हेरौँ। अब छिट्टै आउनेछ, अपलोड आयो।